यो मेरो जन्मघर हो, डोटीको शिखर नगरपालिका 9 छोयामा अवस्थित। आज यो घर उज्यालो बनेको छ किनभने मेरी आमा केही दिनका लागि तराई धनगढीबाट यहाँ आउनु भएको छ। उहाँले घरलाई रातो माटोले लिपपोत गरेर चिटिक्क बनाउनु भयो। रातो माटो पहाडका घरहरूको पहिचान हो, जसले घरमा मात्र होइन सम्झनामा पनि उज्यालो थपिदिन्छ। यही घरमा बित्यो मेरो बाल्यकाल। यही घरसँग जोडिएका छन् हरेक मीठा पलहरू, हाँसो, खेल र आमा बुबाको माया। आज अर्को विशेष दिन पनि हो, हाम्रो कुल देवता लाटा पनेरेको पूजा। शिखर 9 छोयामा अवस्थित यो प्रसिद्ध देवस्थलमा आज देवता पूजन भइरहेको छ। यहाँको पूजालाई स्थानीय भाषामा बाबरै जात पनि भनिन्छ। त्यसैका लागि आमाले बाबर सेल रोटी तयारी पनि गर्नुभएको छ। परम्परा, श्रद्धा र स्वादको सुन्दर मेल। अब हामी सबैको कामना लाटा पनेरेले सबैको रक्षा गरून्।